50 ग्रामसम्म सुन चाहिँ तपाईको मिनिमम 50 ग्राम सुन र म्याक्सिमम 1 किलोसम्म प्यान नम्बरको आधारमा सिन्डिकेट खुल्ला गरेर उसको ट्याक्स पेयरको आधारमा उसले चाहिँ कर चुक्ताको आधारमा उसले सुन पाउनुपर्छ र यो सिन्डिकेट खारेज गर्दै अब अहिले साथीहरूलाई के समस्या आइरहेछ भने यो चाहिँ प्यान नम्बरको आधारमा सुन पाउने त ठुला व्यवसायीले मात्रै पाउने भन्ने कुरा आएको छ। यो बृहत भ्रामक प्रचार हो। 50 ग्राम सुन दिन्छ त आज राम भन्ने व्यक्तिले फलानो ज्वेलर्सबाट चाहिँ 50 ग्राम सुन बेच्न सक्छ। उसले प्यान नम्बर चाहिँ लिएर गएर 50 ग्रामको सुन किनेर ल्याउन सक्छ। उसले 50 ग्राम मात्रै सुन बेचाउनु त्यही अनुसारको ट्याक्स पेयर हुन्छ हो। त्यो त सिस्टममा जाने कुरा हो नि त। सिन्डिकेटले त आज सुनको चाहिँ व्यापार गर्ने बेलामा जुन बेलामा आवश्यकता छ त्यो बेला सुन नपाउने र जुन बेला सुनको व्यापार छैन त्यो बेला सुन पाउने। आज सुन 1,80,300 रुपियाँ तोलाको छ। आजको दिनमा सुन चाहिँ बजारमा फालाफाल पाइन्छ तर बाहिर छैन। त्यो त खरिद बिक्रीको त त्यो व्यापार हो नि त। यो त तपाईँको चाहिँ जब चाहिँ मूल्य बढ्छ त्यो बेला डिमान्ड कम हुन्छ, मूल्य कम भएला डिमान्ड बढी हुन्छ। त्यो त उसले चाहिँ प्यान नम्बरको आधारमा उसले ट्याक्स पेयरको आधारमा चाहिँ उसले चाहिँ तपाईँको चाहिँ सुन खरिद गर्न पायो भने त व्यापार राम्रोसँग गर्न पायो हर्छ। यो त तपाईँको त यो राम्रो सराहनीयपछि छ। यसलाई सिन्डिकेट तोड्ने प्यान नम्बरको आधारमा यो चाहिँ दिने। तर एउटै कुरा चाहिँ राष्ट्र ब्याङ्कले के गर्न खोज्यो भन्दा यो चाहिँ व्यवसायीमाथि चाहिँ धावा बोलिरहेछ। किनभने अब हामी व्यवसायी सङ्घलाई दिन्न भनिरहेछ। यसको रिजन पनि के हो भन्दाखेरि तपाईँको व्यवसायी सङ्घहरू मिलेर नगएको अर्थ हो नि त। एक सङ्घले अर्का सङ्घलाई आरोप लगाउने र एक अर्कामा चाहिँ जुङ्गाको लडाइँ गर्ने यो त होइन नि त। तपाईँ हामी आम व्यवसायी मिलेर एउटा सिङ्गो चाहिँ नि महासङ्घ बनाऊ बलियो खालको र राज्यसँग त्यसले ट्र्याकल गर्नु पर्यो र चाहिएको कुराहरू नीति नियममा जानु पर्यो।